Guys, welcome back to my new vlog channel. I hope हजुर सबै सन्चै हुनुहुन्छ होला र यता पनि एकदम सन्चै आरामै भन्नु होला र आज चाहिँ म नयाँ भिडियो लिएर आइसकेको छु हजुरहरूको सामु र आजको चाहिँ भिडियो चाहिँ कस्तो हुनेछ भन्दै सोच्नु त्यो होला तर आजको भिडियो चाहिँ एकदम स्कुलमा हामी चाहिँ बल खेल्ने भन्दैछ केटाहरू कोही कताबाट पारीबाट कताबाट मान्छे केटाहरू आउँछ अरे खेल्ने अनि आइजै भन्दै थियो र कि अर्को गइसक्यो र म चाहिँ यहाँनिर खानासाना नखाइ थिएँ र खाना खाएर स्कुल चाहिँ जाँदैछु र आज चाहिँ एकदम मौसम तापनि छ 1 बजे छुट्टी हुने भयो हुनाले म चाहिँ थिएर 12 बजेर 46 मिनटमा चाहिँ स्कुलतिर जाँदैछु। अब स्कुल नजिकै हुनाले म चाहिँ अब 2 मिनटको बाटो स्कुल चाहिँ यहीँ तलतिर छ भनेदेखि म स्कुलतिर जाँदैछु। भिडियो के कस्तो हुन्छ अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला र प्रतिक्रिया दिनु होला के कस्तो कमी भयो त्यो दिनु होला भन्दै म लागे स्कुलतर्फ। स्कुल चाहिँ त्यहाँ छ, म थोरै रोडमा छु। अब लागिन्छ केटाहरू उता पसलमा पर्दैन होला र म चाहिँ लागेँ त त्यतिखेर चाहिँ हामी फाइनली स्कुल आइसकेका छौँ। स्कुल चाहिँ यहाँ आइसकेर यहाँ चाहिँ एकदम केटाकेटाहरू चाहिँ अब आज मौसम त भएको घन्टी लगाइसकेर जान्छन् यहाँ अरू चाहिँ एकदम केटाहरू चाहिँ बसेर ल भाइ यता आएर ल एकदम यहाँ छ केटाहरू होइन एकदम 1 बजिसकेर आज मौसम लाग्छ दिन चाहिँ अब सब केटाकेटीहरू चाहिँ घर लाग्दैछन् देख्न सक्नुहुन्छ यतातिर सबै हुनुहुन्छ। दर्शक महानुभावहरू हाम्रो चाहिँ हौचुरको चाहिँ शारदा माविको चाहिँ प्राङ्गणमा चाहिँ यता देख्न सक्नुहुन्छ कति छिटो डुम्रे धारापानीका खेलाडी भाइहरू र हाम्रो यो हौचुरको चाहिँ खेलाडी भाइहरूको चाहिँ दोस्रो राउन्डको सेट चाहिँ सुरु भइसकेको छ भलिबलको। एकदमै घम्सी देख्न सक्नुहुन्छ यहाँ स्पाइक गर्दै हुनुहुन्छ सबिन श्रेष्ठ जर्सी नम्बर 9 अहिले चाहिँ जर्सी भएको छैन हौचुरबाट उहाँ खेल्नुहुन्छ। त्यसै गरी यहाँ हुनुहुन्छ जङ्गे भलका दादा विकेन्द्र जङ्गराई जर्सी नम्बर 1 हौचुरको खेलाडी। त्यसै गरी हेर्नुहुन्छ बुधराज परियार हुनुहुन्छ बिचबाट ब्लकर उहाँ पनि हौचुरको जर्सी नम्बर 7 लाउनु भएको छ अहिले 7 नम्बर खेलाडी हुनुहुन्छ। यहाँ हाम्रो स्कुलको शारदा माविको स्कुलको भाइहरू पनि छ 3 जना है बिस्तारै उम्रिँदै गरेको भाइहरू भलिबल खेल्न एकदमै उत्साहका साथ खेलिरहनु भएको छ। अहिले पोइन्ट के छ हाम्रो स्कुलमा हुनुहुन्छ भलिबल खेलाडी र खेलप्रेमी मायालु बहिनी सम्झना। त्यसरी साली हुनुहुन्छ उतापट्टि मेरो सीमा ल एकदम राम्रो स्पाइक बुधराज परियार ल बधाई छ ल। यतिखेर डुम्रे धारापानीका साथीहरूलाई एकदम भारी पाइरहेको छ ज्ञान जित्नको लागि। पहिलो सेट चाहिँ हौचुरको साथीहरूले भाइहरूले जितिसकेको अवस्था छ। त्यसरी दोस्रो राउन्डको सेट हो। अहिले बल चाहिँ आउट भएको अवस्थामा एकछिन ब्रेक छ है गाइजहरू पन्च हुँदैन क्या त्यही गरी एकछिन र हामी बसौँ गर्खा गरौँ है ठिक छ। ऊ माथि देख्न सक्नुहुन्छ हाम्रो आदरणीय गुरुहरू मान्यजन आदरणीय व्यक्तित्व हाम्रो स्कुलको हेड सर लगायतका पूर्व विवेश अध्यक्ष आदरणीय प्रदीप कार्की अङ्कल त्यसरी यताबाट शिक्षकहरू हुनुहुन्छ है। यहाँ हाम्रो स्कुलको चाहिँ यो अफिस हो। यहाँ हाम्रो साथीहरू कोअर्डिनेसन गर्दै हुनुहुन्छ कसरी गेम जित्ने भनेर भलकौसारी हुनुहुन्छ भने यता देख्नुहुन्छ हाम्रो डुम्रेको साथीहरू पनि एकदमै आतुर हुनुहुन्छ कस्तो तरिकाले चाहिँ एउटा प्लान बनाउँदै हुन्छ गेम जित्नको लागि रणनीति पोलिसी बनाउँदै हुन्छ। यतापट्टि हाम्रो डुम्रेको साथीहरू देख्नुहुन्छ उहाँ चाहिँ हाम्रो दुर्गा मन्दिरमा चाहिँ आशीर्वाद ल्याउनु भएको छ छेउमा बसेर ल सर्भिसमा हुनुहुन्छ सबिन दादा हाम्रो लिबिरो एकदमै राम्रो सर्ट पार उठाउनु सफल ल। डुम्रेको खेलाडी मित्र हुन्छ उत्तम पाण्डे स्ट्राइक हुनुहुन्थ्यो ब्याक खेल्न सफल हाम्रो एकदमै राम्रो के भएको छ त्यहाँ बल मैले अलिअलि थाहा पाउन सकिनँ। ठिक छ बल चाहिँ हौचुरलाई पनि दिनुभएको छ हौचुरकै पोल्टामा पोइन्ट।
5-1 राम सर त घर पो जानुभएछ त हाम्रो पूर्व प्राध्यापक यस विद्यालयका हाम्रो आदरणीय गुरु राम सर घर लाग्नुभयो कि घर जाने घर है डुम्बे धारापानीको साथीहरूको हातमा परेको सर्भिस एकदमै राम्रो सर्भिस उत्कृष्ट थियो तर रिसिभ गर्न सफल आहा ल राम्रो प्रहार थियो तर उहाँ गिराउन सक्नु भएन त्यसरी क्विकमा हुन्छ विकेन्द्र जङ्गा एकदमै प्लेस गर्न सफल उहाँले एकदमै आफ्नो टिमलाई पोइन्ट दिलाउन सफल हुनुभएको छ भने सर्भिस हुनुहुन्छ निरन्तर सबिन श्रेष्ठ रिसिभमा हुनुहुन्छ डुम्बे धारापानीको साथीहरू एकदमै राम्रो स्पाइक थियो उत्तम पाण्डेको तर बल आउट हुन सफल ल है त अब यहाँभन्दा म धेरै गर्दिनँ ल अब हाम्रो गेम निरन्तर हुनेछ गाइजहरू फेरि अर्को भिडियोमा भेटौँला लास्टै कारण है घर मैले बुझेको यो दाइको लडाइँ मात्रै आएको ठिक छ त्यो नगरा तैँले बोल्यो हेलो जङ्गे भ्लगर दादा यत्रो मूर्ति अठ्या जस्तो भइरहेको छ मूर्ति अठ्या जस्तो अब नआउने आधा जस्तो के गर्नु आधा जस्तो
सेन्टर खतरा भिडियो खतरा भिडियो बल कति लाग्छ त बल छैन हौ छैन ball under यहाँ चाहिँ एकदम खन्चो आएर जङ्गे ब्लग छैन यस ल सब्स्क्राइब गरिदिनु है सबैजनाले भिडियो हेर्न आहा पानीले उता अर्कोले पानीले लगाएर यहाँ चाहिँ के हाल्नु चटपटे हो कति चटपटे रामे चटपटे नि के हो यो चटपटे सकिसक्यो चटपटेको त नाम मात्रै छ त के है माया गरिदिएको पनि है मिठो खानुहुन्छ के भनेको मिठो 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 ल अब चाहिँ हामी लाग्ने यहाँ हान्छ सोला चाहिँ के भयो यस्तो विजिट नगर्नु है त यहाँ चाहिँ एकदम ठुलो साथी यता अरू साथीहरू हुन्छ भने खेल्दै हुन्छ यता खेल्दै हुनुहुन्छ भने अब खेलेर पैसा हुन्छ र यतातिर हान्दै हुन्छ र अरू चाहिँ अब माथि केटाकेटीहरूको चाहिँ फेरि यहाँनिर यहाँ माथि खेतमा खेल्छ नि त्यहाँ कस्तो खेल्छ म हेर्नु जाउँ त हेर्न लगाइ छैन झ्याप लाएर